सारीतिर धान काट्न जाँदैछौँ हामी। गाउँघरतिरको मजा नै बेग्लै छ। सबै छरछिमेक मिलेर खेती लाउने बेला र काट्ने बेलामा आज एउटाकोमा जाने, एक दिन अर्कोकोमा जाने, त्यस्तै गरेर अर्म परम गरेर गरिन्छ। गोचे खोला भेट्यो, यो खोला पार गरेर जानुपर्छ। कस्तो छ केटाकेटी हो, कस्तो छ गहिरो छ, के छ? म गोचे खोला तर्दैछु। आम्मु घुँडासम्म आउँदो रहेछ, मेरो त कपडा भिज्छ क्या। यसरी धेरै दिदीबहिनीहरू मिलेर धान काट्दै गफ गर्दै दिन बितेको पत्तै पनि पाइने रहन्छ। कति रमाइलो, आनन्द, शरीर पनि स्वस्थ हुन्छ। हामी काम गरेर कहिले पनि घट्दैनौँ। काम गर्नुपर्छ, जति सक्दो शरीरलाई चलाउनुपर्छ। निरोगी हुनु छ यदि भने। आधा धान काटेर सकियो। अब यो आधा धान काटेर अनि पुरै धान काटिसकेर हामीहरू नास्ता खान्छौँ। अनि घरतिर जाने हुन्छ हामीहरू। अब एकछिनमा नास्ता खाँदैछौँ।